हेलो सबैजना चाहिँ नमस्ते शुभ बिहानी मिरमिरेसँगै म चाहिँ मुस्कान सानु बोलेको र यसको नाम चाहिँ अब मुस्कान चाहिँ होइन अब होइन एउटा चाहिँ साथीभाइले अब मुस्कान मुस्कान भएर चाहिँ मुस्कान नाम राखेको हो। त्यो के छ सन्चै हुनुहुन्छ होला एकदम, म पनि सन्चै छु। के छ त अरू के चलिरहेको दिन अरू हजुरतिर कसरी बितिरहेछ? एकदम ठिक छ भनौँ होइन, बाँकी चाहिँ एकदम चलिरहेछ। अरू आयो सन्चै हुनुहुन्छ होला, म पनि सन्चै छु एकदम होइन। ल त आज पनि फेरि उठियो शुभ बिहानी सँगसँगै अब त्यही हो। अब उठेर चाहिँ लाग्दैछु यसो टक्क आफ्नो मर्निङ वाकतिर। अब उठेर मर्निङ वाकतिर लागेर पनि के गर्नु गाइजहरू, यसै हो होटलको काम गरिन्छ। होटलको काम गर्दा गर्दा सारा ज्यान गाह्रो भइहाल्छ होइन। उठ्यो बिहान ड्युटी गयो, रातिको 12 बजे आउने, यसो यताउता हेर्दा हेर्दा 1-2 बजिहाल्छ। फेरि उठ्यो बिहान 6 बजे। त्यही हो गाह्रो छ भनौँ यता पनि। अब के गर्नु, गाह्रो त अब के मान्नु, छोरा मान्छे भएर चाहिँ अब गाह्रो साह्रो जे बन्छ जस्तो चढ्छ त्यस्तै गर्नुपर्छ जिन्दगानीमा, के गर्ने त अब होइन। ठिक छ भनौँ ल, फाइनली अब म चाहिँ लागेँ, केटाहरू आउँदैछ पछाडिबाट ट्याक्क लगाएर अब सर लगाएर अब यहाँदेखि चाहिँ निस्किनु पर्छ। एउटा सानो गुलाबको फुल देखेँ मैले, ट्याक्क टिप्दैछु मैले बिहान बिहान। गुलाब त के होला र यो साइड यसको फुल हो यार, यसलाई के भन्छ होइन। ट्याक्क लगाएर चाहिँ अब यसो आफ्नै पारामा हिँड्नु पऱ्यो मजासँग। आज केटाहरूले चाहिँ 2-2 हजारको बाजी हाल्नुपर्छ है, छिटो आउनु पऱ्यो भनेर भन्दै थियो। हेर केटा 2 हजार हाल 4 हजार हाल, हामी त रेडी हो भनेर भनिदिएको। अब के हुन्छन् केटाहरूले हेर्दै जाउँ अब है। मस्त यहाँनिर चाहिँ बरपिपलको रुख छ, पिपलको दर्शन गरिदियो, यहाँबाट निस्किन्छ अब। अनि ट्याक्क लगाएर अब छना चाहिँ हाम्रो केटाहरू साह्रै अल्छिसक्यो, घाम आउन्जेलसम्म सुत्दिन्छ, पछि घाइ गर्छ। साला कहाँदेखि हुन्छ यार, अनि उठेर भाडबुड गरेर हिँड्नु पऱ्यो नि त केटा हो। त्यस्तो पाराले कहाँ चल्छ त? ट्याक्क मिहिनेत गरेपछि पो खाना मिल्छ, मिहिनेत नगरेपछि कहाँ मिल्ने हो त? अब अरूले गरिदिएको मिहिनेतमा सजिलो हुन्छ गाह्रो छ होइन र। त्यही भएर अलि मर्निङमै उठेर हिँडौँ भन्दाखेरि केटाहरू सुन्दैन। चाहन्छु भने आज मेरो फेसबुक मित्रहरू जोडिनु भएको फेसबुकमा चाहिँ सबैजनालाई चाहिँ होइन, अनि के भन्न चाहन्छु भन्दाखेरि यति मिहिनेत गरिन्छ यो भिडियो बनाउनको लागि होइन। यसो ट्याक्क लगाएर लाइक भ्युज पनि आउनु पऱ्यो यार, लाइक भ्युज नै आउँदैन होइन, गाह्रो हुन्छ नि त यार। दुःख गरेको कहाँ हो कहाँ यार, अलि दबाएर गरिदिनु पऱ्यो। हजुरहरूको माया चाहिँ एकदम चाहिएको छ होइन। त्यही भएर हजुरहरू चाहिँ जसरी भयो भने मेरो चाहिँ भिडियोलाई चाहिँ एकदम माया गरिदिनु पर्छ होइन। के गर्नु गाइज, जस्तो आउँछ त्यस्तै गर्नु पऱ्यो होइन। त्यही पनि अब अहिलेको जमानामा चाहिँ अब त्यही हो, यस्तो तरिकाले त अब के हुन्थ्यो होला र होइन। त्यही पनि अब सकेसम्म गरिन्छ, नसकेको त के नै हुन्थ्यो र होइन। त्यही भएर पनि अब हजुरहरूले चाहिँ जसरी भयो भने मलाई सपोर्ट गरिदिनु पऱ्यो, एकदम माया गरिदिनु पऱ्यो होइन। यत्रो मेरो फेसबुकमा जोडिनु भएको मित्रहरू हुनुहुन्छ, उहाँहरूले चाहिँ हेर्नुहुन्छ होला सब